हजुर थाहा छ नि हिजो हाम्रो नयाँ प्रधानमन्त्रीले शपथ लिएर हिजोबाट चाहिँ नयाँ प्रधानमन्त्री आइपुग्नु भएको छ हाम्रो सरकारमा। अनि हाम्रो बालेन प्रधानमन्त्रीजीलाई चाहिँ केही मेसेज भन्नु छ? बालेन प्रधानमन्त्री भएकोमा चाहिँ हामी एकदम धेरै एक्साइटेड छौँ बिकज एउटा त नयाँ जेनेरेसनको रिप्रेजेन्टेसन युथहरूको रिप्रेजेन्टेसन भन्नु पऱ्यो। अर्को कुरा चाहिँ बालेनमा केही अन्डरस्ट्यान्डिङ छ कि जस्तो लाग्छ। अहिलेको नेपालको जे प्रब्लम छ नि, नेपाल चाहिँ कन्ट्री जे कुराले रोइरहेको छ नि, देश रोइरहेको छ, जनताहरू जे कुराले रोइरहेको छन्, सफरिङ्स कति सफरिङ्सहरू बाहिर देखिन्छ, कति सफरिङ्सहरू भित्र छ एक्सप्रेस गर्न नसकेको सफरिङ। सायद यो बालेनले एक्सप्रेस नगर्न सकेको सफरिङ पनि बुझ्न सक्ने, देख्न सक्ने मान्छे हो कि जस्तो लाग्छ। यही कुराहरू सबै एड्रेस गर्छन् कि जस्तो लाग्छ। सर र हेर्दाखेरि चाहिँ धेरै ठुलो कुरा त होइन, देशमा भएको एउटा यो मेन कुरा भनेको चाहिँ अनइम्प्लोइमेन्ट यो एकदमै धेरै बढेछ जस्तो लाग्छ है। अनि युथहरूले चाहिँ धेरै नै दुःख पाएको जस्तो लाग्छ। पढेको छ, बसेको छ, एउटा हाम्रो कल्चरमा पनि पढ्ने मात्रै हो भन्ने जुन भइराखेको थियो त्यसमा पनि झन् अब यो बेरोजगार बढ्दाखेरि चाहिँ धेरै गाह्रो भएको छ। बालेनले यो कुरालाई एकदम एड्रेस गर्छ जस्तो लाग्छ। हेल्थ सेक्टरमा पनि हामी आफै दुवैजना होइन हेल्थ सेक्टरको मान्छे, हेल्थ सेक्टरमा त झन् क्या हाउस नै छ है। अब यो कुराहरू त बाहिर जाने ट्रेन्ड होइन, बाहिर जाने ट्रेन्डदेखि भ्रष्टाचार सबै कुराहरू, अनइम्प्लोइमेन्ट, अनि सरकारी हस्पिटलको स्ट्याटसहरू है। अब नियुक्तिहरूको कुराहरू भयो, डक्टरहरू सरकारी हस्पिटलमा नियुक्ति नै सफिसियन्ट छैन होइन। अब प्राइभेट हस्पिटलहरूमा त्यस्तै छ, सिस्टमहरूको कुराहरू, विविध कुराहरू छन् जुन हामी डिटेलमा गफ गर्छौँ। तर बालेन सरकारलाई चाहिँ एउटा मात्रै रिक्वेस्ट, तपाईँले जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ, सबैजनाको सल्लाह लिएर गर्दै गर्नु होला। हामी त तपाईँलाई झल्झकाउने मान्छेमा पर्छौँ, त्यसरी नै भिडियोबाट मेसेजहरू पनि दिइराख्छौँ। अब हरेक स्टेप्सहरूलाई राम्ररी मुभ गर्नु होला। च्यालेन्जेस छ, ठुलो च्यालेन्जेस छ। हाम्रो साइडबाट हामीले केही कन्ट्रिब्युसन गर्न सक्छौँ भने हामी जहिले पनि रेडी छौँ। हामी एकदम ठुलो एक्सपेक्टेसनमा छौँ। धेरै त होइन, 5 वर्षमा कन्ट्रीले एटलिस्ट जे कुरामा सफरिङ भइरहेछ यो कुराबाट निस्किन पाइयोस् सबैजना, एक्सपेक्टेसन छ। बुढी तिमीलाई के भन्नु छ हाम्रो बालेन? ठिक हो, कुरा एकदम ठिक हो। अब तर यस्तो हुन्छ, प्रधानमन्त्रीले गर्न खोज्दा पनि कहिले बेला चाहिँ अब हामीले त देखिसकेछौँ होइन, बालेनजीले काम गर्ने तरिका। पहिला मेयर हुँदाखेरि पनि उहाँले स्ट्रिक्ट होइन, रुल्स एन्ड रेगुलेसन्सको कुरामा एकदम स्ट्रिक्ट हुनुहुन्छ। अनि त्यसरी नै अब जनतालाई त अब एक हिसाबले हामी जनता पनि बिग्रिसकेको छौँ कि अब जागिर खानु पऱ्यो भने पख्न म मेरो कोही मान्छे छ, म एमएलएको कोही मान्छे छ कि बुझ्छु, फोन लगाएर भन्छु भन्ने खालको छ नि त। अब जनताहरूलाई पनि के मेसेज के भन्न चाहन्छु भने चाहिँ अब त्यस्तो गर्न छोडिदिउँ होइन। हामीले सरकारबाट अब नयाँ सरकार केही चेन्ज आउनु छ भनेपछि प्रधानमन्त्री मात्रै चेन्ज भएर चेन्ज हुने होइन, हामी आफूलाई पनि बदलौँ। त्यो भयो भने चाहिँ सरकारलाई पनि सजिलो हुन्छ भन्ने चाहन्छु। राइटली सेड एकदम भने तिमीले वी हेभ टु डु। हामी हो अब देश बनाउने, वी अल आर प्राइम मिनिस्टर। अलिकति हाम्रो बानी नपरेको कुराहरू हुनसक्छ, डिसिप्लिनमा बस्न गाह्रो हुनसक्छ, रुल्स एन्ड रेगुलेसन्स फलो गर्ने कति बानी छुटिसकेको छ होइन। तर हामी यदि नेपाललाई युएस जस्तो भन्छ नि, स्विजरल्यान्ड जस्तो बनाउनु छ भने चाहिँ चेन्ज बिगिन विथ अस। यस, हामी सबै प्रधानमन्त्री हौँ। लेट्स एक्ट लाइक अ प्राइम मिनिस्टर। वी अल हेभ रेस्पोन्सिबिलिटी अफ आवर कन्ट्री। होइन त बुढी, त्यही होइन त तिम्रो मेसेज आजको लागि चाहिँ